मुखिया बा नमस्ते। नमस्ते। कता गएर आएछ कान्छा? त्यही तल मकै गोड। बसे भाउ बसे त मुढातिर छ बस। म होइन तलै बसौँ। होइन होइन माथि मुढामा बस्नु भाउ किन बस। अनि के छ भाउ? ठिक छ मुखिया बा। ठिक छ। अनि के कति काम ल्याएको हो? म त मकै गोडेर आएको मुखिया बा। अब छोरीको बिहे पनि गर्नु पर्यो। अलिअलि गर्जो हालिदिनु पर्यो। अनि कान्छा त पहिला लगेकै दिएको छैनस् तैँले के गर्यो? दिन्छु नि बा, म दिन्छु। म जोड्दैछु अलिअलि पैसा। कान्छो छोरो काठमाडौँमै छ, अलिअलि कमाइ छ। छोरीको बिहेलाई नि अलिअलि राखेको छु। अनि कान्छा कति चाहिएको पनि? चाहिएको त त्यही हो, अलि गहनाहरू हाल्नु पर्यो 3 लाख जति अहिलेलाई। ल ठिकै छ नि कान्छा, भरे मालिक नि आउँछ अनि मैले त्यो सोधेर। अनि कति हो तपाईँको ऋण ब्याज? ब्याज त कान्छा अहिले त महँगो छ है कान्छा मेरो त। कति? 36% लाग्छ। त्यो त नगर्नु न, हामी मारमा पर्छौँ। ठिकै छ त कान्छा, कतिमा लान्छ त? होइन कम हेरेर दिनु न। अब ठिक छ, म तमसुक बनाऊ, खुर्बानीलाई कालो बनाउनु लाउनु। होइन भरे मालिक नि आउँछ अनि म त्यो आएपछि कुरा गरौँला नि। हस् मुखिया बा, ल है त। गएँ मुखिया बा। जाने चिया खाएर जाला नि नखाने, म घरमै बाँकी रहेछ खाना, खाएको छैन। ए ल त है त।